हेलो नमस्ते फेरि पनि साथ गर्न चाहन्छु हजुर सम्पूर्णलाई विश्व गुरुङ च्यानलमा र हजुर सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ भने एकदम ठुलो आशा राखेको छु र हामी पनि एकदमै सन्चै आरामै छु र हजुर जो कोही नयाँ साथीले मेरो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने हजुरलाई पनि मनदेखि स्वागत गर्न चाहन्छु विश्व गुरुङ च्यानलमा र हजुरहरू सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु मैले यो भने कस्तो म त आजभोलि के हो सबै कुरा बिर्सिन्छु अनि त्यसपछि प्लिज सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला अनि मलाई चाहिँ एकदमै हजुरको साथ सपोर्टको एकदमै आवश्यकता छ र हजुरहरूलाई मलाई थाहा छ हजुरहरूलाई गाउँतिरको भिडियोहरू एकदमै मन पराउनु हुन्थ्यो र अहिले म 81 यता आइसकेपछि मैले त्यस्तो तपाईहरुलाई भने जस्तो मन पराउने भिडियो चाहिँ हाल्न सकेको छैन त्यसको लागि एकदमै क्षमा चाहन्छु म त्यही पनि हजुरको लागि भनेर दुःख कष्ट जे जस्तो भए पनि हैन भिडियो बनाउने कोसिस गरिरहेको छु मैले प्लिज मन पराइदिनु होला इफ हजुरले भन्नुहुन्छ भने म के भन्न लाग्यो बिर्से कस्तो बिर्सिन्छु के म अनि त्यसपछि आज चाहिँ हामी कम्पनी बन्द छ आज स्ट्यान्ड ल्याउन यसको ल्याउन जान्न म त जब भन्न बिर्सिन्छु तपाईलाई ल्याउन अनि अहिले हामी तीनजना बसेर खाने बेलामा कसले खिचिदिन्छ जान त अनि हामी चाहिँ आज भाइ म कान्छा चाहिँ पिकनिक जाँदैछौँ आज हाम्रो कम्पनी बन्द छ त्यही भएर चाहिँ तीनजनाको छुट्टी मिलेर अनि हामी पिकनिक जाँदैछौँ के कस्तो त तपाईँलाई देखाउने छु लेट्स सी गाइस आरिगातो गोजाइमास हेलो हेलो नमस्ते हजुरको शुभ नाम हो मेरो नाम चाहिँ पहिले परिचय गरिसके जस्तो लाग्छ त्यही पनि विजय रिजाल हो फेरि पनि म भन्न चाहन्छु मेरो नाम फल्ला फल्ला हो मेरो नाम फलाना फलाना हो दिस्ना हो यो भिडियोमा फलाना फलाना भनेर चिन्नु होला अनि यो आज हामी फल्ला ढिस्ना ठाउँ जाँदैछौँ फलानो नाम मेरो फलानो जाँदैछु म डिस्को त्यही हो आज हामी पुरै कम्पनी बन्द छ हैन यो त ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ सुनसान छ अनि जस्तै के भन्छ रे उ त के रे कस्तो रे उस मात्रै यहाँ कम्पनीको त्यो के बिग्रिया रहेछ त्यो बनाउनको लागि मेन्टेनेन्सको कामहरु हुँदैछ त्यो हुँदैछ अनि त्यही भएर चाहिँ छुट्टी दिएर कम्पनी नै बन्द छ अनि त्यही भएर चाहिँ हामी अब घरमा त कति कोचेर बस्छ नजिकै टाढा पनि जाँदैन हामी सबै कुराहरू घरै बनाइसकेछौँ अनि गएर खानेछौँ रमाइलो गर्नेछौँ त्यति नै हो होप तपाईँहरू सबैलाई मनपर्छ होला भन्ने तर आजभोलि मेरो अनि 10K सब्सक्राइब छ तर भ्यू जान्छ 100 के अनि कस्तो बेइज्जत लाग्छ यो मैले त्यो सब्सक्राइबर किनेको जस्तो के है त्यो भ्यू जाँदैन अब त यस्तो भयो क्या बिचरा सबैले मन पराउने गाउँतिरको भिडियो अब म चाहिँ यतातिर अब म तपाईँहरूको मायाले तपाईहरुले चाहनुहुन्छ भने म नेपाल पनि फर्किन सक्छ है साथीहरुले के गफ देखे तर मेरो बुढाले नेपाल फर्किने भने चाहिँ हेलो बुढा भिटेन ए पक्नु मेरो कोक्नु लाग्छ सामानहरु देख्न सक्नुहुन्छ हाम्रो यस्तरी छ म नेपाल जाम हजुरलाई चाहिँ यसमा जिउगाजुमा पठाउने हाम्रो कुरो हो ल तपाईसँग जान्छ उहाँले पठाउने मैले चाहिँ लिएर लाने अनि फेरि आउँदाखेरि फेरि हामी नयाँ मेम्बर लिएर आउँछौँ है साथीहरु 3 महिनादेखि 6 महिनासम्मको छुट्टी दिने हामी चाहिँ त्यसै छ अब बल्ल दुईजना थियौँ हामी नेपाली अब एकजना भाइ थपिहाल्यो अनि त्यस्तो रमाइलो भइरहेको छ त्यस हामीलाई अब हामी जान्छौँ ल स्क्याम भयो साथीहरु हामीलाई स्क्याम भयो यो गुगल म्यापको त भर नपर्नु पर्ने रहेछ हो साथीहरु त्यही गुगल म्यापले गर्दा अनि यहाँ फन घुमे छ त अनि लास्टमा त के रे यो 3x के रे 3S भिलेजमा आइपुग्यो अस्ति नै आएको ठाउँमा आइपुग्यो फेरि हेर कति मोटाको म यता साकुरा फुल्ने बोर्ड हो हेर्नु साथीहरु हाम्रोतिर फुलेकै छैन बल्ल अलिअलि स्टार्ट हुन लागेको छ यो साकुरा फुल्ने बेलसम्म त हाम्रो त छुट्टी नै हुँदैन जस्तो लागिसक्यो मलाई त यहाँ जापानमा हुने सबैले फोटो खिचेर हालिसक्यो हामी चाहिँ हालै पाएको छैन फेरि माथि चल्ने यस्तै छ साथीहरु माथि यो त सान पनि छ हैन झलल्लै माथिपट्टि तर के गर्नु राम्रोसँग देखे छैन त्यही हो
फाइनली हामी स्पोर्ट भेट्यौँ साथीहरू यहाँनिर चाहिँ अनि पुरा पानी आउँछ आउने हेर्नु त चेक गर्नु त जापान पानी भन्दाखेरि बेचत भयो तर जाडो रहेछ साथीहरू पुरा यता माथि जान्छौँ हामी यसो हेर्छौँ पहिला तर जाडो चाहिँ छ है चिसो पानी अनि खोला नजिकै छ त अनि हो नि मजाको रहेछ तर है मजाको रहेछ खोला साकुरा फुलेकै त छैन हाम्रोतिर हेर्नुहोस् साथीहरू साकुराको रुख उजाड उजाड छ साह्रै यहाँ नबस्नु कहाँ छ यहाँ बोट जाडो भयो किनभने यो हावाले यहीँ हाने के हेर्नु न यो खोला नजिक भएर ओपर हाने हावाले ओहो यसलाई अहिले उ बनाउनु पर्छ जुम अझै हो नि हामी नेक्स्ट टाइम ट्रेनहरू लाउँछ भने यही बस्छ यो हो पिकनिक स्पोट यसरी बस्न पाउँदो रहेछ त्यो युवा देशान तर अलि राम्रोसँग देखिएन यहाँ चाहिँ हाम्रो साथीभाइले चाहिँ पुरा बस्ने ठाउँमा आउँछ यो पानीले यहाँ थिच्यो न प्रभु अनि पानी त अनि युज गरिहाल्छौँ त नि हैन एकछिन के अहिले हामी पुरा चप्पलहरू उठाउनु न तपाईँ जुत्ता उठाउनु अब हिँड्नु परेन हामी चाहिँ मेरो उ त्यो एउटा कोक पनि पुरा रुखको मुनि हैन चट्ट लाएर बसिन्छौँ हामी चाहिँ यहीँनिर बसेर चट्ट खाएर चाहिँ हामी एकछिन अन्त घर फर्किनेछौँ धुपैले सानो मा बिउजायो तिम्रो रूपैले ल गुड 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 अब सबै निकालौँ बोल्छ धानमा नि अलिअलि पानी यसलाई पानी उता होइन तपाईँ यता तपाईँतिर राख्नु त हो हो त्यो त राख्नु त तिमीले छेक्छ बुढा हो हामी चाहिँ यहाँ पुरा करेन्ट पनि पाउन आँटेको साथीहरू हेर्नुहोस् करेन्ट चाहिँ यता पाउन आँटेको करेन्ट घाट्छौँ हामीले यहाँ अझ अन्डा लिने भनेर बिर्सेछ फेरि केही छैन अझ यता चाउमिन छ खासै धेरै खानुको ल्याएन नि फेरि हाम्रो त पानी त यहीँ पनि छ त्यही भए पनि हाम्रो पानी पनि हालौँ न मलाई जाडो भएर मैले ज्याकेट लगाएँ साथीहरू के गर्नु ठुलो गरी के हुन अब यहाँ मान्छे आगो पोलेर खान्छ अब म चाहिँ यता हाल्छु ल अझै हाल्नु पानी हाल्नु ओ हाल्नु चाउचाउ अझै ल्याउनु पर्छ होइन पुग्छ चाउचाउ पुग्छ हो अझै हाल्नु पानी ल भयो होला यो खाँदा गरौँ न के हो सेलाइसक्यो त अनि सबै
के हो यो चाउमिन त फर्स्ट फुस भइसक्यो सबै खडाकाले चाउमिन है गाइजहरु चाउमिन हैन नुडल्स हो यो नुडल्स हामी चाहिँ बिहानदेखि नै यहाँ पुरा के भन्छ व्रत बसेर आएको यही व्रत तोड्ने भनेर एकदम खाइन आएको खोदा खोदा हैरान पर्यो ओके यहाँ राखियो तरकारी बनाउने भनेको मैले झन् अब ठिकै छ अब फर्स्ट सिटी यस्तै हो अचार छ यहाँ अचार मिठो नभइने होला जस्तो छ अचार चाउमिन खाइदिनु ए मासु सान पनि छ त मासु यस्तो कस्तरी र मेरो भाइ ए यस्तै चौनी हो अहिले मासु छ मेरो यो मासु खान मोटाइसक्यो म तर पनि खाना छोडे छैन मैले खाना छोड्नु हुन्न सकेसम्म खानुपर्छ बुच्चले लु अब अहिले त हावा चलाएन मेरो भाइ ठिक छ हुन्छ एकछिनमा नात त ल लाउनु अनि त्यसपछि चम्चा त्यही छ हो हाँसीले पो खाने हुन्छ हाँसीले खाने ए ओ हाँसीले त्यहाँ नि छ ल अब यो लाउनुस् चम्चा तपाईले चम्चा चाहिन्छ मलाई चम्चा दिनु एकदम ल मलाई यो यसलाई लाउनुस् कोक तपाईँ ओके लाउनुस् कोक धन्यवाद नमस्कार के हो र कोक आज त अब कोकमै त चित्त बुझाउनु त हाम्रो ल हाम्रो ह्याप्पी न्यू इयर साथीहरु ल ह्याप्पी न्यू इयर फेरि पनि बिस्तारै गर्नु त्यो हल्ले भयो तपाईले मोबाइल हल्लाइदियो ल ह्याप्पी न्यू इयर चिसो बियर काको डाडो हाम्रो ह्याप्पी न्यू इयर 2022 साललाई फलाना ठाउँ ल खाम काको डाएर हाम्रो खानेकुराहरू चाहिँ यस्तै छ मिठो भन्छ साथीहरु हातै आउँदैन एकदम कस्तो त्यो गाउँ घरको जस्तो अमिलो भयो क्या लोकल टमाटर जस्तो एकदम मिठो छ हाम्रो खानेकुराहरू यस्तै छ के पिकनिक रे चिसो पिकनिक ड्राई भने त अब सुक्खा के हो नि हावा चले ठ्याक्कै हिमाल पनि छेउमा अनि फेरि खोला पनि ठाउँ भयो क्या त्यही भएर हावा चाहिँ मर्ने खाले चले पुरै छ क्या हो यो देशमा अहिले अन्त देख्दैन उता हाम्रो करेन्ट पक्कै छ करेन्ट छ म खाँदैछु यहाँ टोक हजुर कसरी टोक यहाँ पुरा थाल दिइसक्यो खानेकुरा पाक्दैन आया त्यहाँ पाक्दैछ होइन हाम्रो खानेकुरा चाहिँ करेन्ट ओभर जाडो भयो यस्तो हावा चले यस्तो सरी यस्तो हावा चले नि जाडो भइसक्यो हामीलाई हाम्रो करेन्ट पाक्दैछ त्यता करेन्ट उम्लिँदैछ अझै टाइम लाउँछ सरी होइन एकछिन पकाउनु एकछिन पक्नु सबर गर जरा भने पानी चाहिँ सुक्छ कि प्रभु अहिले हालिदेऊ लु हालिदेऊ त होइन सुकिरहेको छ झन् पानी करेन्ट पकाउने तयारीमा छ इन दोनों को बहुत ज्यादा सबर अहिले यो हावाले धेरै भयो टिक्न देख्छ यताबाट खाने नेपाली करेन्ट जता लगाएर यस्तो हावा चले अघिसम्म यस्तो घाम टल्के त गर्मी भइसक्यो झन् गरी भयो भनेर पुरा स्वेटरमा लगाएर आएको त कहाँ हो होइन त्यहाँ अड्दैन होला नि त फेरि 1 2 3 go yes success and this was a current
यहाँ चाहिँ आगो नबलेर बिचरा बुढा र भाइले उता गएर बनाएर ल्याएको साथीहरू तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हाम्रो यम्मी अब चाहिँ यसलाई पनि सट्ट खानुपर्ने हुन्छ खाए हो र त्यस्तो कहाँ राख्नु त फेरि यहीँ राख्ने होइन अब यो कोन्डो बिचमा राख्ने यो त आगो बाल्नु पर्दैन खै यम्मी यता पनि रहेछ अनि झोलै सुके छैन त त्यही त अब यहीँ सुकाउनु अब यहाँ बिस्तारै एउटा खाँदै गर्ने यहाँ आगो नलगेर उताबाट लिएर आएको क्या साथीहरू ल ल ल ल अर्को पनि झोल खासी सुके आया आया कहाँ बसिहाल्नु ए साला खम्दमै लाग्यो यस्तो खतरा उम्रियो थियो ग्यास सक्यो क्या होइन उसले गर्दा यस्तो बवाल देख्यो नि पुरा यस्तो चिसोमा होइन साथीहरू यो के भन्छ अरे भाइ र कान्छालाई चाहिँ के साह्रो खान मलाई चाहिँ खै हतार हतार गरेर यही हो ड्राई पिकनिक पिकनिक के पिकनिक भनेर चम्केको हामी त्यही भएर यही हो पिकनिक लौचा अब करेन्ट खाइन्छ तातो तातो अनि त्यसपछि जाडो हराउँछ साथीहरू हो करेन्टले चाहिँ हराउन सक्छ ल ए खसी टसेको टसै भयो खसीले फेरि यसलाई अलि सानो गरम के धेरै छिटो सुक्ला लाउनुहोस् त आज खाना बनाएको हाम्रो गाइजहरूले एकदमै खाना हतार परिसकेछ कस्तो छ गाइजहरू एकदम मिठो अब चिसो के हराउँछ यसले तातो तातो म पनि खानु पर्यो नि त यम्मी देखेछ साथीहरू यम्मी देखेछ होइन हावा चाहिँ मिठै आने पानी पर्ला जस्तो भइसक्यो मौसम पनि पानीको छिटो आउनु छ त्यही त नि अब छिटो खाएर गइहाल्नुपर्छ हामी त्यही हो साथीहरू होइन म पनि खान्छु ससेज पट्काउनु पर्यो मासु नि पकाउनुहोस् हाम्रो पिकनिक यस्तो छ है हाम्रो पिकनिक सकेको अवस्था यहाँ अब हाम्रो केटाहरूले भाँडा धुन जान लाग्छ ल अब मजाले थन्काउनु पर्यो नि त फेरि थन्काउनु मगन गर्नु पर्यो साथीहरू सक्यो हाम्रो पिकनिक रमाइलो भयो हामी तिनजना मात्रै भए पनि पानी परेर हल्का पानी पर्न लागिसक्यो परिसक्यो सानो पानी परिसक्यो त्यही भएर छिटो गरेको हामी चाहिँ टिकटक बनाउन पनि पाएन के भन्ने होला छु जाडो भएको छ भन्ने कुरा आमा के गर्नु साथी हेर्नु न साथी घाम लाग्यो कि फेरि यता चाहिँ माथि हेर्नु न स्यालको बिहे भयो क्या हो कसम स्यालको बिहे भयो जस्तो लाग्यो मलाई त यहाँ पुरा घाम लाग्यो उता पुरा काला बादल लाग्यो होइन यता घाम लागिरह स्यालको बिहे भयो कि क्या हो स्यालको बिहे भयो जस्तो छ साथीहरू के गर्नु यहाँ चाहिँ पुरा साकुरा फुल टाइम भयो होइन यो पुरा साकुरा हो यो फुले फेरि हामी आउँछौँ यहाँ एक सर्ट होइन साथीहरू घुम्नु पर्यो नि त के छ र जिन्दगी मरिलाउनु आज हो कि भोलि हो थाहा पाएको छैन कालले तिमी ठुलो तिमी सानो नभन्दै रहेछ सानो ठुलो नभन्दै रहेछ दशा गरा भन्ने चिज बाजा नआउने रहेछ त्यस्तै भइरहेछ जिन्दगी होइन अब हाम्रो चाहिँ अब के भन्नु अब भन्यो भने कुरेकै दुःख हो त्यही हो साथीहरू त्यही भएर बाँचुन्जेल रमाइलो गरौँ हिँडौँ भन्ने एउटा धारणा चाहिँ सबैमा हुनुपर्ने रहेछ कि अब भन्नाले नि अब टाइम छँदै सबैजना घुम्नु होला इन्जोय गर्नु होला त्यही भन्न चाहन्छु म चाहिँ त्यही हो पछि यो उमेर पैसा आउँदैन साथीहरू यो टाइम आउँदैन त्यही हो फेरि खाजासाजा खाएर पनि पुरा घुमेर पनि अब हामी गार्डन जाँदैछौँ हेलो बुढा सान यता हेरिस् हो म यहाँबाट निस्किनु फुट झर्छु नि मेरो भिडियो बनाएँ ल पुरा यहाँ कालो ढुङ्गामा होइन कालो छपटी के हुन्छ यसलाई कस्तो राम्रो देख्यो होला सपनामा त्यही हो साथीहरू अब हामी खायो अनि मजा गऱ्यो एकछिन घुम्यो यहाँ हावा बेसी चलिरहेको छ होइन अनि अब चाहिँ हामी एकैचोटि
के भन्छ गर्मीमा आउँछन् साकुरा फुलेपछि आउँछ अब यहाँ चाहिँ सल्लाह धुप छ त्यही हो अब हामी घर जान्छौँ आजको लागि यति नै छ साकुरा अलिकति फुल्या त 50 को चल्दैन हो के दुनियाँ ए अब चाहिँ गाडी धुन आँटेको हामी सफा गर्न आँटेको अस्ति जसरी सेल्फ उता चाहिँ पुरा होइन पुरा मेसिनले धोइदिन्छ उता चाहिँ यता मेसिनले धोइदिन्छ के गर्नु त्यसो अब हामी आफैले यता तेल हाल्यौँ हामी अघि भर्खर के गर्नु मजा छ गाडीमा कुद्नलाई लाग्छ कुद्न पनि के गर्नु साथीहरू ओपर जानु भयो यस्तो जानु भयो हुँ गन्द ल ल ल ल भयो यसो सफा गर्नुपर्छ त धुम्ला नि त नि ए कस्तो जाडो भयो मलाई ओपर जानु भयो म सक्दिनँ म जानु भयो म सक्दिनँ बाबै 5 मिनटको 100 रुपियाँ पैसा 5 मिनटको 100 रुपियाँ पैसा हो त्यस्तो टाइम यहाँ काउन्ट हुन्छ अनि ठ्याक्कै यो 5 मिनट हुने बेला ठ्याक्कै अफ हुन्छ क्या यताखेरि सिस्टम चाहिँ त्यो छ हौ यता यस्तो हावा चले यस्तो हावा चले फेरि के बित्दै हावा चलेको हो आमा मुटु काम्यो यसरी पुरै कालो बादल लगायो होइन माथितिर नि अन्यतिर माथि भयो होइन पैसा बचाउ अभियान के होस् सदर गाडी भयो नि यसो पुछपाछ गर्नै पर्यो अब त्यहाँ हाल्दै भन्छ चल्किन्छ तर हाम्रो गाडी अब ठिकै छ नेक्स्ट टाइम भन्दा पैसा बचाउनु पर्छ सबै खर्च गर्नुहुन्न भनेर म आफै यहाँ पुछपाछ हो सही हो बिस्तारै पुस्दै गर है म यहाँ काम गर्छु त्यही छ त हामी चाहिँ फाइनली घर आइपुग्यौँ साथीहरू देख्न सक्नुहुन्छ कोही छैन यहाँ सिर्फ हामी 3 जना छौँ अब गाडी उता पछाडि राख्नुपर्छ भोलिबाट चाहिँ फेरि बन्द छैन नि त भोलिबाट फेरि काम छ नि त त्यो भएर हामी चाहिँ यताबाट आएको छौँ आजको लागि यति हुनेछ हाम्रो भिडियो त्यही हो लाउनु त चाबी हामी चाहिँ घर आइपुग्यौँ साथीहरू होइन पट्टी हानियो अनि यस्तरी घुम्दै तेल सेल हानेर गाडी सफा गऱ्यो अनि अहिले चाहिँ घर आइसक्यौँ हामी चाहिँ आजको लागि भिडियो यति नै हुनेछ हाम्रो फेरि नै नेक्स्ट भिडियो छिटो ल्याउनेछु भने बाचाका साथ बिदा हुन चाहन्छु हजुरको सामुबाट प्लिज यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला मलाई हजुरको एकदमै साथ सपोर्टको एकदमै आवश्यकता छ मलाई थाहा छ हजुरलाई गाउँघरको भिडियो मनपर्छ अब यस्तै हो अब सबैको आफ्नो आफ्नो त्यो हुन्छ नि त होइन त्यो कारणले म पनि त अब यता आफ्नो भविष्यको लागि भएर आएको तर अब यस्तै पारा हो भने चाहिँ म नेपाल फर्किन पनि सक्छु किनभने कुरा भइरहेको छ अब के हुन्छ तपाईँहरूलाई म अपडेट दिँदै नै गर्छु प्लिज सब्सक्राइब गर्न नबिर्सनु होला त्यही भन्न चाहन्छु अनि त्यसपछि तपाईँहरू अल्छी नगरिकन कमेन्ट गरिदिनु होला आजको लागि यति बाई बाई